दाइ के गर्दै हुनुहुन्छ तपाईँ? मैले के गर्दैछु भन्दाखेरि नि म यो पेट्रोल गाडीको रिङ मिलाउँदैछु। रिङ चाहिँ कसरी मिलाउने, पर्फेक्ट तरिकाले मिलाउने, जबकि मोबिल नखाओस्, गाडीले मोबिल नखाओस् भनेर पर्फेक्ट तरिकाले मिलाउनु पऱ्यो नि त भनेर होइन। आऊ यहाँ देखाइदिन्छु म मिलाउने भन्ने कुरो। जस्तो यो तिम्रो एउटा आइल रिङ भयो, कम्प्रेसर रिङ भयो, टप रिङ भन्ने हुन्छ है। अब यसको मिलाउने पोजिसन चाहिँ के हो भन्दाखेरि चाहिँ अब यस्तो हुन्छ। जस्तो यो इन्जिन भाग जहिले यतापट्टि राख्ने क्या, अगाडिपट्टि राख्ने इन्जिन राखिसकेपछि पिस्टन यसरी सिधा राख्ने क्या। तिरको भाग एरो हुन्छ क्या, यहाँ यता चाहिँ मार्का राख्ने है। अनि त्यसपछि के हुन्छ यहाँ रहेछ है, आइल रिङको एउटा मुख यहाँ राख्ने भने चाहिँ ठ्याक्कै एउटा त्यसकै अपोजिटमा यहाँ राख्ने, यसरी क्रस राख्ने है। आइल रिङको एउटा यहाँ छ भने त एउटा यहाँ छ। अनि टप रिङको के भन्छ, कम्प्रेसर रिङको के गर्ने भन्दाखेरि कम्प्रेसर रिङको ठ्याक्कै एउटा यहाँ राख्ने, अर्को एउटा यहाँ राख्ने भनेपछि अनि त्यसपछि अर्को रिङको पनि यसरी क्रस राख्ने, यसरी क्रस राख्नु पऱ्यो क्या यसरी चाहिँ जहिले पनि रिङको है। जस्तो यहाँ यसरी छ भने त यहाँ मुख त कुनै जुँदैन, कहिले मोबिल उठाउँदैन। यहाँ पनि त्यसो भएपछि नि यो ठाउँमा नि यसरी राखेको छ नि कहिले मुख उठाउँदैन क्या, मोबिल चाहिँ उठाउँदैन क्या। मुख जुँदैन भने चाहिँ मोबिल उठाउँदैन क्या कहिले पनि पेट्रोल गाडीहरूको। अनि पेट्रोल गाडीको एउटा फेरि अझै पनि प्लस पोइन्ट है, पिस्टन धेरै प्ले हुनु हुँदैन है। पेट्रोल गाडीको रिङको ग्याप कम हुन्छ, त्यसले गर्दा पिस्टन धेरै प्ले छ भने चाहिँ भएन, त्यो रिङ त्यसो भएन अथवा बोर गरेको भएन है। यति चाहिँ गर्नुपर्ने हुन्छ तपाईँहरू सबैजना। हाम्रो यो मिस्त्री दाजुभाइको लागि हो। अब जो मिस्त्री हुन्न उसले भिडियो छोडिदिँदा हुन्छ है साथीहरू। लु लाइक र सब्सक्राइब चाहिँ हान्नु है।